साथीहरु तपाईहरु चाहिँ मालिसमा आउनु होला बरु दुबई जानु बरु दुबई राम्रो छ अब मलाई चाहिँ पिटिकै पिराला मन पर्दैन है Cheers खाना सोचे जतिको चाहिँ त्यस्तो लाग्यो हाई एभ्रीवन नमस्ते सबैजनालाई वेलकम हाम्रो YouTube च्यानलमा अनि आज चाहिँ हाम्रो अनिता छैन अनि सो आजको हाम्रो स्पेशल गेस्ट चाहिँ प्यारी बहिनी ममता छिन् नमस्ते मेरो नाम चाहिँ ममता धिमाल अनि आज चाहिँ हामी धेरै टाइम पछि चाहिँ फेरि मुकबाङ लिएर आइसकेको छौँ र हाम्रो मुकबाङमा चाहिँ छ आज गिलो चटपटे अनि यति हो आजको हाम्रो चाहिँ किनभने हामी चाहिँ छोटो मिठो मात्रै बनाउन आँटेको नि त फेरि हाम्रो ड्युटी छ स्टार्ट गर्नु ल अगाडि कोकबाट खामै दियो Cheers खाना खाएर मिठो भएको छ मिठो मिठो कसो भयो मिठो भयो भिडियो हेर्दै नेपालमा गिलो चटपटे हेर्नु आज चाहिँ खायो ल गाइसहरू तर कोसिस छ छिटो नि दिदीको चाहिँ ड्युटी छ मेरो चाहिँ आज छुट्टी हो बाहिरको मान्छे कृपया नबोल्नु होला बाहिर चाहिँ हाम्रो एकजना फतौरी साथी छ आज अनिताको ड्युटी छ नि त्यही भएर हामीले यहाँ मात्रै बनाएको तारिफ गर्नु न मेरो चटपटे चटपटे यस्तो मिठो छ झुटो तारिफ सुन्नु नेपालको यहाँ चाहिँ आइरहेको थियो दिदी तर तपाईँले यस्तो मिठो बनाएर खुवाइदिनु भयो कृपया तपाईँलाई धेरै धन्यवाद बोल्नु आउँदैन मेरो चाहिँ फर्स्ट टाइम हो यो होइन पानी नै लिनु म त कस्तो गर्नु भएर के तिर्खा लागेर कस्तो हो अर्को चाहिँ कम्पिटिसन खोर्सानी त पिरो पिरो हाल्नु भन्दै थियो नि त तिमीले ठिक्क पिरो भएछ ओइ तिमी पनि खाऊ न अन्त अघि जाने ग्लास लिएर आएछ भने ल भन तिमीलाई अब मालिस कस्तो लाग्यो तिमीले कस्तो खालको एक्सपेक्ट गरेको होइन रियालिटीमा कस्तो पायो भन रियालिटीमा 6 महिनासम्मको तिम्रो एक्सपिरियन्स छ त 6 महिना सुरुबाट भन्छु होइन तपाईँलाई ल कस्तो लागेको थियो तिमीलाई यहाँनिर आउनु बित्तिकै ठ्याक्कै यहाँ देख्दाखेरि होइन कस्तो भएको थियो कि वाउ त भएन हो माले आउँछ सुरुमै माले वाउ छैन बस्ने भनेको हामी मात्रै ठाउँबाट हुलुमाले चाहिँ अलिक राम्रो छ है हुलमाले चाहिँ विदेश जस्तो छ होइन साथीहरू तपाईँहरू चाहिँ मालिसमा आउनु होला बरु दुबई जानु बरु दुबई राम्रो छ तर मालिस चाहिँ राम्रो छैन हामी आयौँ यस्तो हो कि फेरि नराम्रो भन्दा फेरि सबैजनाको त्यस्तै खालको छ भने होइन कि कतिजनाको राम्रो पनि भइरहेको छ कतिजनाको नराम्रो छ होइन त्यस्तो त्यहाँ भन्ने खालको चाहिँ छैन त्यहाँ भन्ने छैन राम्रै छ अब हाम्रो कामहरू सबै राम्रै छ राम्रै भइरहेछ अहिले त्यस्तो गाउँ भन्ने पनि छैन सुरुमा आउँदा चाहिँ नेपालीहरू कोही थिएन नि त अनि हाम्रो कम्पनीमा पनि नेपालीहरू थिएन 2 जना थियौँ त्यही भएर त्यतिखेर चाहिँ अलिअलि गाह्रो भयो कस्तो कस्तो लाग्ने रहेछ अहिले त 6 महिना भयो ठिकै छ अन्त हामी 4 जना नेपाली भएको छौँ नि दिदीहरू 2 जना आउनुभयो अनि 4 जना भयो अन्त केही जस्तो हामीले चाहिँ साँच्चै कम्पनी चेन्ज गरेको है गाइस दिदी चाहिँ पुरानो थाहा छैन नि तपाईँ साथीहरूलाई मेरो सधैँ हेर्नुहुने साथीहरूलाई थाहा छ हामीले चाहिँ पहिलाको कम्पनीमा चेन्ज गरेको छौँ फेरि हामी चाहिँ छिमेकी पढेको छौँ है उल्लाबारी पत्री होइन उल्लाबारीमा चाहिँ पढेको हो तर घर चाहिँ मेरो झापा हो अहिले हो मोरङ पर्छ नि उल्लाबारी चाहिँ है मोरङ म पनि मोरङ सबै मोरङ भन्छ नि पत्री र उल्लाबारी त नजिकै त दिदी विदेश ठाउँमा अब नजिकै भेट्नु अन्त राम्रो हो नजिकको मान्छे होइन कति लागेको तिमीको आइसक्यौँ आउनुभयो
म त सोलोचोटि गएँ कस्तो कस्तो खोटाइ रहेछ अब खुट्टा दुखो अप्ठ्यारो भयो नि त बजार केही छैन अर्कोचोटि राम्रो बनाउँछु भनौँ न पिरो भयो नि होइन। लास्टै पिरो हो खोर्सानी टोक्दाखेरि पिरो तपाईँ फेरि किन मालदिप्स आउनुभएको दिदी तपाईँलाई पैसा सोध्दैन अब केही अप्सन नपाएर होइन यस्तो सबैजना साथीभाइहरू यहीँ छ नि त पुरानो अनि मेरो बहिनीहरू पनि यहीँनिर छ अनि फेरि यहाँनिर बाली पनि लागिसक्यो यहीँ बस्ने अनि त्यसले गर्दाखेरि यतै आइयो टिम पनि आएर त पछाडि कति राम्रो दिएको कस्तो नाम त तिमीहरू है टिम रहेछ टिम चाहिँ अरे टिम हो उसको नाम चाहिँ मलाई चाहिँ पिटिकै बिरालो मन पर्दैन है तर हाम्रो पनि ऊ पनि हाम्रो फ्यामिली नै हो हामीसँग बच्छ हामीभन्दा मिठो मिठो हुन्छ होइन दिदी नेपालको बिरालो जस्तो त नहुने रहेछ यहाँ त कति मार्गबाट पाल्छ नि त है आमा बिरालो नै बिरालो कति धेरै के दिदी तल पनि मलाई धेरै हालिदिनु भयो दिदी मैले अघि भर्खर लाउनु खाएको नि त अनि बना पनि हाल्नुपर्छ नि त खाऊ न नि के हुन्छ तर कस्तो ओसेर मिठो भएन हौ खोका पनि पिलाउँछु मैले हो गिलो भनेर चाहिँ गिलो गिलो हुनु नेपालमा पर्छ हुन्छ नि पानी थप्ने भयो अब अर्कोचोटि चाहिँ हामी 4 जना आउने कोसिस चाहिँ गर्छौँ अर्कोचोटि चाहिँ के होइन कम्पिटिसन गरौँ न 4 जनाको तपाईँको कहिले अन्डरमा तपाईँले अन्त अलिक थोरै हाल्छ त्यसलाई अलिक थोरै हाल्नु सन्तुष्ट भयो होइन तिमीहरू 2 जना टिममा होइन हामी टिममा ल हुन्छ त्यतिखेर चाहिँ छिटो हाल्नुपर्छ है अब यस्तै हो मुखबाङ भनेको हामीले तर तपाईँले धेरै हालेर गलत गर्नुभयो आज त हाम्रो मुखबाङ हेरेर चाहिँ मान्छेहरू पनि के सुत्छ होला कि निन्दा पढाउँदै हेर्छ होला अझै लाग्दो भयो नि त नि क्वेसन सोध्दै गरेको राम्रो कि आलु भाजी यस्तो एउटा बनाएर र फोल्ड गरेर एउटा पेपरमा राख्ने होइन यहाँनिर यस्तो बोलमा अनि त्यो निकाल्दै त्यो जसमा जे क्वेसन आउँछ त्यही गर्ने ल त्यसको एन्सर दिने अनि तपाईँ कति 12 सम्म पढ्नुभएको त्यो पढेर गर्ने कसरी चाहिँ तपाईँ यहाँ मालदिप्स आउनुभयो त्यही 12 पढेको भएर आएको अलिकति पढेको भए त अर्को ठाउँ जान्थ्यो होला भाग्यले यहीँ जुदायो के गर्ने र त्यस्तै भयो तर पनि त्यस्तो नराम्रो छैन है लाइफ सक्छु कि म नेक्स्ट मन चाहिँ खाइसक्यो है गफ नि मेरो खाइसकेँ जान्छ म अब दिन त म यतै छोडिदिन्छु किन खाइसकेन कम्पिटिसन भयो त मलाई धेरै हालिदिनु त्यही भएर म त गएको ल एक्लै बस्छ ठिक्क हाल्नुभयो क्या ठिक्क हुन्छ छोड्छु त तिमीलाई एक्लै तर साथी नभए पनि त्यसलाई झगडा अनि तिमी चाहिँ कति पढेर आएको भन लु पढेर आएको दिदी 12 पढेर अनि किन आएको यहाँनिर अरू ठाउँ किन ट्राई नगरेको यहीँ एकैचोटि किन आएको ट्राई त गर्नु खोजेको नि दिदी के गर्नु इन्टरभ्यू दिएको क्या मैले तिमीलाई ए मलाई जानु मन लागेको कोरिया होइन कोरिया मैले ल्याङ्ग्वेज पनि पढेँ 1 वर्ष पढेँ नि 22 टा पनि सिकेँ थोरै हाल्ने भयो तपाईँ सक्दैन तपाईँ सक्नु आँट्यो साथीहरू फर्स्टचोटि भएर यस्तै भयो अर्कोचोटि अलिक राम्रो बनाउने कोसिस गर्छु है अनि तिमीले राम्रो गरेको यतिको खाएकै हो नखाएको भन्दिनँ म अच्छा 4 जना राम्रो क्या है अनि यस्तो हुन्छ नि ब्लाइन्ड फोल्ड गरेर खाने अनि तपाईँलाई म कस्तो लाग्यो त भन्नु त धेरै बोल्ने जस्तो लाग्यो कि बोल्नु त बोल्छौ बोल्नु पनि पर्छ अब के गर्नु त होइन अल्छी हुन्छ नि त बोल्नु पनि पर्छ राम्रै लाग्छ बहिनी जस्तो खालको रहेछ भनेर सोच्नु हो कि भएन नट डाकिन भन्नु होइन म त्यस्तो सोच्दिनँ
तिमी भ्लगमा छैनौ आज हाम्रो एकजना फतोरी साथी चाहिँ पछि हामीले लिएर आउँछौँ नि है टिकटकहरू है साथीहरू सबैजनाले फलो गर्नु होला फलो गर्नु उसको नाम पनि भन्दै होला टिकटक अन्जना लामा तर नानु छ है टिकटकमा छ के छ जिम्बा तपाईँहरूले जान्छ दुईजना नेपाली छ त भन्दाखेरि कस्तो लाग्यो तपाईँलाई रमाइलो राम्रो लाग्यो किनभने अब त्यो नेपाली छ नेपाली भएपछि फाल्टै उयो हुन्छ नि त होइन जति जे भने पनि कि फाल्टो मान्छे फाल्टो देशको भनेको फाल्टो देश हुन्छ नेपाली भनेको नेपाली नै हुन्छ क्या त्यो मिल्नु सक्नु पर्यो होइन कोही चाहिँ फेरि नेपाली नै महान गई गुज्रेको यति नराम्रो हुन्छ कोही चाहिँ फेरि राम्रो पनि हुन्छ गाइस यसो क्यामेरा आजकल ग्रह आउँदै है अब हाम्रो मुखबाङ चाहिँ यस्तै भयो साथीहरू आजको हाम्रो मुखबाङ चाहिँ एकदम हुन्छ नि सिम्पल खालको थियो कि हामीले केही नबनाएको अलिकति हामीसँग टाइम पनि कम्ती थियो अब त सक्यो नि हाम्रो अब सक्यो हामीले खाइ पनि सक्यौँ अब अर्कोचोटि अब योभन्दा राम्रो भिडियो ल्याउने छु मेरो पनि फर्स्ट टाइम म अर्कोचोटि अलि राम्रो गर्छु होला हुन्छ र सबैजनाले लास्टसम्म हेरेर अन्तिमसम्म हेरेर हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला भन्दै अनि लाइक सब्सक्राइब पनि गर्नु होला मेरो च्यानललाई यदि सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ आजको लागि चाहिँ बाई बाई।